11-12 मा साइन्स कस्तो स्टुडेन्टले लिने? यदि तपाईँ एकदमै क्लियर हुनुहुन्छ भोलि गएर मेडिकल लाइनमा अथवा इन्जिनियरिङ लाइनमा जानुहुन्छ भनेर है, एमबिबिएस, फार्मेसी, बिएससी नर्सिङ, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियरिङ होइन, बिएससी सिएसआइटी जस्ता थुप्रै कोर्सहरू छन् जसमा साइन्स नै पढेको हुनुपर्छ। इफ तपाईँ एकदमै क्लियर हुनुहुन्छ त्यसमा म यही विषय पढ्छु र यसको लागि साइन्सै चाहिन्छ भन्ने छ भने साइन्स लिनुहोस्। अथवा तपाईँ एकदम कन्फ्युज हुनुहुन्छ, तपाईँले यट डिसिजन लिन सक्नु भएको छैन, म के पढ्ने आफ्टर 12 म कता जाने भन्ने तपाईँले अझै पनि त्यो क्ल्यारिटी पाइसक्नु भएको छैन र इफ यु आर थिङ्किङ कि 11-12 मा पढिहाल्छु त्यसपछि म सोच्छु के पढ्ने भन्ने सोचमा हुनुहुन्छ, त्यो कन्फ्युजन छ भने पनि तपाईँले साइन्स लिनुहोस्। किन भन्दा साइन्स पढिसकेपछि तपाईँ जुन फिल्डमा पनि जान सक्नुभयो है, भोलि गएर म चेन्ज गर्छु, स्ट्रिम चेन्ज गर्छु, अब म्यानेजमेन्टतिर जान्छु होइन, सिए गर्छु अथवा बिबिए गर्छु, बिबिएस गर्छु भन्नुहुन्छ भने पनि नो प्रब्लम होइन, कुनै पनि प्रब्लम हुँदैन, तपाईँ जान सक्नुहुन्छ। तर म्यानेजमेन्ट लिइसकेपछि भोलि गएर ओहो अब म बिएससी नर्सिङ गर्छु अथवा म इन्जिनियरिङ लाइनतिर जान्छु भन्न चाहिँ पाइँदैन है। त्यसैले या त तपाईँ एकदम क्लियर हुनु पर्यो या भने तपाईँ एकदम कन्फ्युज हुनु पर्यो। अनि कन्फ्युजमा पनि एउटा अर्को कन्डिसन के छ भने तपाईँको पढ्ने हेबिट चाहिँ हुनु पर्यो है। साइन्स कम्पेरिटिभली अलिकति गाह्रो चाहिँ विषय हो होइन, यसमा फिजिक्स, केमिस्ट्री, म्याथ लिनुभएको छ भने म्याथ्स होइन बच्चाहरूलाई अलिकति गाह्रो लाग्छ। त्यसैले तपाईँमा चाहिँ त्यो पढ्ने बानी हुनुपर्छ, मेहनत गर्न सक्ने हुनुपर्छ, धेरै समय दिनु पर्यो होइन साइन्स पढ्ने स्टुडेन्टले। अब त्यति म गर्न सक्छु गर्छु भन्ने छ भने चाहिँ साइन्स इज द गुड अप्सन फर यु। अब म्यानेजमेन्ट चाहिँ कस्तो स्टुडेन्टले लिने त्यो चाहिँ हामी अर्को भिडियोमा कुरा गरौँला है त।